अझै पुगेन अघि ला यो तर यस्तो भन्छ माछाले गोरुले दरब तिर पर्छ है तल्लो ड्याम कि ड्याम हान्नु पाउँछ है त्यसलाई निकालेर जा त तिमीहरूको ला जा त माछा निकाल ल तल्लो पर भने टाउको हान्छ कि ड्याम कि ड्याम तल्लोले हान्छ क्या टाउको अहिले हाम्रो गोरुले मार्दैन थाहा हुँदैन तल्लो गएर पर छोडै केटा भाग भाग छोडे 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 मरो त बाजिया उक्लिस बाजिया उक्लिस छैन त उक्लिस छैन त छोड आला नकुट छोड्दा अहिले फेरि हामीलाई पार्छ रिसल झन् साह्रो हाम्रो हाल्छ फेरि उक्लिस छैन खुन आयो क्या हाम्रो गोरुको खुन आयो क्या के होइन ऊ त्यसको पर्तिर खुनमा छ क्या कुनको आयो पल्लोको आएको होइन यो पल्लो सिङमा खुन लाग्यो होइन त्यो तल पर भने खुनमा लाग्छ क्या मलाई तल्लो गोरुलाई माथिल्लो गोरुले हान्छ क्या डर होइन क्या तल्लो गोरुले हान्नु पाउँछ क्या डर त्यो सिङमा हान्छ माथिल्लो गोरुको टाउको हान्छ क्या त्यस्तो पर हाम्रो गोरु चाहिँ हो नि मलाई फुटेको हाम्रो गोरुको चाहिँ हो क्या त्यो तल्लो गोरुले हान्नु पाउँछ क्या माथिल्लो गोरुको टाउको त्यही भएर हाम्रो गोरुलाई एउटै गरेर लाम नभनेको निक्ले 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 त्यही त त्यो एउटै गरेर लानु पर्छ नि ऊ हेर्दा माछाले डह्रो छेड्छ नि खुक्क अब खेल अब त्यो अब चाहिँ हुन्छ क्या एउटै पर भने चाहिँ खेल्छ क्या तल्लो गोरु त्यसको सिङ टिको छ हेर्दा माछाले वाक्कै घोर्दैन हाम्रो गोरुलाई कि यसको चाहिँ हो माछाले सिङ कि यसको चाहिँ हो कुन चाहिँको सिङ हाम्रो लाने जस्तो लाग्यो तिमीहरूकोमा पनि छ क्या तलबाट टाउको हान्नु पाउँछ अनि अररै परेर छ गोरु लाग्दैन अब चाहिँ हाम्रोले हान्नु पाउँछ अब त्यो त के पनि गर्दैन त्यसले हाम्रो गोरुलाई सिङ देखाइदिउँ क्या राठालाई सिङ फुकाल्छ होला तिखो सिङ रहेछ क्या त्यसको है अलिक तिखो रहेछ है अब बेसी गोरु कडा चाहिँ कडा रहेछ है अब मैले मिसिनले काट्दै अलिक हाम्रो पनि त अर्को गोरुको खत्तै हाल्नु नि तल ड्यामतिर त्यसले हान्दैन फेरि माछा हेर्न बल गर्दैछ माथि उकालेर माथि थाल्यो नि डर त डरै हाम्रो भाग्यो नि फर्किहाल्छ है मैले काट्दै मेसिनले काट्दै क्या किलो बनाउनुलाई ट्राई गरेँ कति काठा काट्दैन कि एउटा खुट्टा टेकेको छ त्यसले पनि माछा खानु सक्दैन त्यो तल सिङ थिएन माछा हामीलाई चोटै चोट बनाउँछ त्यसलाई फर्का फर्का
हान तारे हान हान बिच्छे हान सज्जा ताते बिच्छेलाई साबर गर्छ त्यो एउटा खुट्टाले पेलेर छ हेर्न माछा त्यता नजाए केटा उताले खेदा न सबैलाई यही हो न अघि जुत्ने गरौँ क्या मलाई सिङ तिखो पार्दै हो केटा खाप्सी लायो तिखो तिखो छ भने हाम्रो दुखेर फुत्तै भएको छ यता छेउछाउ नआयो केटा कि च्याउन घुर्नु यो तर खिच्दा रहेछ है डिङ डिङ हान्नु पर्छ हाम्रो नि हाम त मान्दैन यो गलाएर भने लाग्छ यसले जित्नु चाहिँ जित्छ हाम्रो गोली त्यसले अघि जस्तो हाम्रोलाई काँध बोकान चाहिँ नि हाम्रो फाल्छ क्या यसले अघि हाम्रो हानेन नि त्यसले काँध बोकान हान्दैन नि पलाइनु पर्छ त्यो सानोसँग खेल्छ कि त्यसले त्यसै गर्छ अनि त्यो यसले हान्दैन गोरु त हान तारे हान्दै तारे डिङ्किडिङ हान तेरो गोरुले के निकाल्यो क्या खाने हो त चुस्छ क्या कहिले निकाल्छ त चुस्छ क्या कहिले निकालिदिन्छ त डेममै हान्दैन खगनाई गोरुले त्यसले सान्न हान्दैन डेम हान्थे माछाले त्यसलाई कुन ठुलो छ यिनीहरू गोरु कुन ठुलो उत्रेछ अलिकति अग्लो यो छ है जुर यस्तो छ होइन हाम्रो तार त खेलिबस्छ त्यो यत्तिकै खेलिबस्छ भागो भने नि फर्किहाल्छ हार भने नि यतिखेर डेम हान्नु पर्ने त्यसो आँसु नि निकाल्थ्यो यसलाई है कहाँबाट गोरु ल्याएको हाम्रो गोरु आँसु निकाल खेराउनु नि मुजी खेराउँदैन हान लैजा